गाउँछु नेपाल भाषामा एउटा गीत गाउँछु वा माया वा वा जिम्थ्याला चिवा जीवन खुसी चाहे चाहिले वा वा माया वा वा जिम्थ्याला चिवा जीवन खुसी चाहे चाहिले वा यस्तै यस्तै खालको छ हाम्रो मुक्ति एन्ड रिभाइभलको गीत हो यो। मैले भन्न खोजेको कुरा चाहिँ के हो भन्दाखेरि यो विभिन्न जात जातिबाट मिक्स भएर आएको समुदाय हो होइन। अनि यो समुदायको चाहिँ विशेषता पहिला चाहिँ कसरी चेन्ज भयो भन्दाखेरि पछिल्लो समयमा आएर चाहिँ मान्छेको कामको आधारमा जात जाति छुट्याइयो नि त। तपाईँले के काम गर्नुहुन्छ त्यही हिसाबले तपाईँको त्यो काम, जस्तै उदाहरणको रूपमा राज भण्डारी भन्यो भने त्यो भण्डारण गर्ने मान्छेले चाहिँ भण्डारी भयो होइन। त्यो वज्रचार्य भन्यो वज्रयानीलाई फलो गर्ने त्यहाँको पण्डित भनेको कुरा गर्दाखेरि साक्य र वज्रचार्यको ठुलो भूमिका छ नि। हजुर हजुर छ, उनीहरूको अस्तित्व छ नि। छ हजुर, त्यसलाई तपाईँले छ नि आजको दिनमा स्वीकार्नु पर्छ नि। हजुर स्वीकारेको छ, एकदमै स्वीकार्नै पर्छ। काठमाडौँ बनाउनु भनेको साक्य र वज्रचार्यले हो। हजुर, नेवार समुदायको त महत्त्वपूर्ण भूमिका छ। काठमाडौँ बनाउने सबैको दायित्व हो होइन। तपाईँले एउटा जुन पर्टिकुलर